यसरी चाहिँ नि गाडी चाहिँ हिउँले पुरेको हुन्छ। यो नाइटको सिन हो। यसरी हिउँ ढल्केर रात पनि दिन जस्तो भएको हुन्छ। एक प्रकारले रमाइलो हुन्छ हेर्नलाई। र हामी चाहिँ यस्तो खालको चिसो ठाउँमा बसिया छौँ। रमाइलो छ। चिसोमा चिसो र तातोमा फेरि तातै हुन्छ यो। यसरी अनि बाटो गाडी हिँड्ने बाटोहरू अहिले हिउँ सर्दैछ है। ल अघि मैले चाहिँ बिहानको एउटा क्लिप बनाएको थिएँ। बिहान भन्दा रातको कस्तो उज्यालो सेतो देखिँदै हुँदा अहिले चाहिँ यो डेको बनाइरहेको छु। र यसरी खासमा चाहिँ अब यहाँ चाहिँ हामीले गाडी गराजमा राख्नुपर्ने हो। तर अब विभिन्न स्टोरेजका कारणले खतरा राख्नुपर्ने भएको हुनाले चाहिँ एउटा गाडीलाई चाहिँ बाहिर राखियो। र यो गाडी चाहिँ अहिले अब यसरी हिउँले हेर्नुहोस् यसरी हिउँले छोपेको छ गाडीलाई। अब यसरी छोपेको हुनाले यसलाई अब क्लिन पनि गर्नु छ। हेर्नुहोस् ल हिउँले कसरी छोपेको छ गाडी। जीवन चाहिँ नै हिमपातले अस्तव्यस्त बनेको छ यसरी। र अझै हिउँ पर्ने देखाइरहेको छ। कन्टिन्यू 2 डेज पर्छ भनेको हुनाले यो एचओएलले पनि मेन बाटो मात्रै सफा गरेर अरू हाम्रो ड्राइभवेहरू सफा गरिदिएको छैन। र अब आफैले चाहिँ हिउँ पनि सोर्नुपर्ने परिस्थिति सिर्जना भएको छ। अब हिउँ सोर्नु पर्ने भएको हुनाले अब कान्छी छोरी र ठुली छोरीले हिउँ सोर्न थालेका छन्। ल ल कान्छीले हिउँ सोरेको। ओ श्रिया श्रिया what are you doing? It's cold? Huh? कान्छी श्रिया ओ श्रिया 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 यस्तो चिसो छ। उसलाई अब चिसो खेल्न मन लाग्यो ल। उता केटाकेटीहरू खेल्दैछन्। ल कान्छी हिउँमा पुरै इन्जोय गरिराखेकी छु। र यतातिर ठुलो छोरीको पनि हिउँ सोराइ दह्रो भइरहेको छ। तर यत्रो चाहिँ यो काम गरेको भन्दा पनि इन्जोय गरेको है खासै। हिउँ सोरेर अरूले हराएको भए त के गर्थ्यो र। तर चाहिँ होस् ल के गरेको खान्छौ तिमी कता? बनाउन आएको सबै लुगामा लाग्यो। अब कस्तो टाँसिने रहेछ। आउँछ नि यहाँ स्नोम्यान बनाउनु भएन त राम्रो रहेन रहेछ यहाँ। आऊ कान्छी छोरीले हिउँ खेलेको के भयो कान्छी? ओ कान्छी ल मैले गाडी स्टार्ट गर्थेँ भित्र मेल्टेड भइसकेको छ है। ओ बहिनी हिउँले पुरो है बहिनीलाई। अरूलाई देख्दा चाहिँ कति अप्ठ्यारो देखेको
पुरै छ नि फेरि मिसिनै बस्ने हाम्रोमा सित्तैमा चिनी कसलाई दिने Wow, Sia! What are you doing? You feel cold? Huh? Are you feeling cold? Ice खाएको? Don't eat. Don't eat, Sia. पक्रिने गरेर ठ्याक्कै पक्रिने गरेर किन भन्दाखेरि है पक्रिने गरेर ठ्याक्कै लु रेडी भएर है ल के तातो रहेछ कि क्या? त्यही क्या तातो छ जस्तो छ त है ए गएर कान्छ आउनु न हाम्रो पनि खिच्नु पर्यो क्या त्यस्तो ल अब हिउँ सोरेर चाहिँ नि रेडी बनाइयो है आफ्नो बाटो जाति ल सब चाहिँ सावल लाएर सोरियो झ्याङ पारेर जिउलाई पनि एक्सर्साइज भयो ल गएर ए कार्यकर्ताहरू पनि पुरा चाहिँ नि अर्काले सोरेको हिउँ सोरेको बाटोमा होइन लगेर लगेर साना कान्छी के गरेको हौ तिमीले Snowman! Snowman! अच्छा कहाँ खाएको तिमी मेरो त हालत कटिसकेको छ मेरो झरेछ कान्छ Cold! चाहिँदैन क्लक्स फ्याँकिसक्यो